म ट्याक्क टल्के होइन, किन टल्के किन च्वाक भयो भन्ने तपाईँहरूले लाग्छ भने अस्ति म भनेको थिएँ नि मैले के अरे कपाल काट्ने नेपालीहरूको कसैको छ कि यहाँ वार्सामा पोल्यान्डमा होइन, पोल्यान्डको वार्सामा छ भने कति चल्थ्यो होला है भन्ने भिडियो हालेपछि अनि एकजना कपाल काट्ने हाम्रो राजाराम ठाकुरजीले चाहिँ मलाई कन्ट्याक्ट नम्बर छोडिदिनु पर्छ। आज गएँ म त्यहाँ काटेँ होइन, एकदम दामी जम्मा 40 जुलटीमा हेड मसाज अनि कपाल कटिङ अनि यस्तो बबाल म नेपालको कुनै सैलुनमा कपाल काटेछु जस्तो भयो लाग्यो मलाई होइन। एकदमै खुसी लाग्यो, नेपालीमै कुरा भयो, यसरी काटिदिनु यो तरिकाले काटिदिनु भन्ने भयो होइन। अरू बेला चाहिँ अरू ठाउँकोमा गएर काट्यो, कुर्सीमा ट्याप्ट बस्यो अनि उसले काटिदिनु भयो। अनि यहाँ चाहिँ कस्तो भने कपाल काट्ने मिलाउने कुन तरिकाले काट्ने भन्ने जम्मा 40 जुलटीमा तपाईँहरूलाई पनि जानु मन छ, कपाल काट्नु हुन्छ, कपाल काट्नुपर्ने छ भने चाहिँ मैले उहाँको टिकटक आइडी चाहिँ तल मेन्सन गर्छु। अनि त्यो मेन्सन गरेको आइडी फलो गर्नुहोस्, म्यासेज गर्नुहोस् होइन। अनि मेरो योभन्दा अघिल्लो त्यो मैले भेटनामकोमा काट्छु भनेर भनेको भिडियोमा उहाँले कन्ट्याक्ट नम्बर पनि छोड्नु भएको छ। त्यो कन्ट्याक्ट नम्बरबाट कन्ट्याक्ट गरेर पनि जान सक्नुहुन्छ। जम्मा 40 जुलटी है त गाइस। म चाहिँ चटक्क भयो, अब यसो मेलातिर जान लाग्यो होइन। म ट्याक्क रुमतिर आइकन भिडियो बनाएको छु, किनभने त्यहाँ मलाई अलि लाज लाग्यो। अलि धेरै मान्छेहरू पनि काट्दो रहेछ क्या, त्यहाँ टन्ने मान्छेले कपाल काट्दो रहेछ, त्यो भएर उस गरे ल। ओके त गाइज।